ल साथीहरु भिडियो बनाउन त्यति सजिलो छैन सबै कुरा मिलाउँदा अनि एकदमै ढिला भयो। आज चाहिँ मैले डबल स्पाइसी नुडल्स खान लागेको छु। यहाँ मसँग छ साथमा सनी साइड एग हैन खान लागेको। आज मैले यो म खानु नहुने हो तर पनि अब मान्छेलाई नहुने भन्दा पनि यो नुडल्सले चाहिँ अब खाने नै बाध्य बनायो क्या। मलाई क्रेभिङ भइरहेको थियो त्यही भएर यसको चाहिँ अर्को मसला पनि डबल स्पाइसी नुडल्स खान लागेको है। यम्मी हुनेवाला छ। अनि दुईटा एग अबै सेलायो क्या साथीहरु पुरा यो भिडियो बनाउनको लागि यता घर उता घर पुरा सेलायो। अनि यहाँ अन्डा पनि अलिकति फ्राई प्यान ठुलो किनेको थिएँ पकाउनलाई। अब त्यसैमा नुडल्स बनाएकै भाँडामा पकाइदिएको है। खोइ त कलर त देखिन त रातो हुनुपर्ने त नुडल्स त। मुखबाङ गर्नको लागि चाहिँ चम्मच लिएर आएको छु मैले चाहिँ अनलाइनबाट किनेको त्यहाँबाट। ल साथीहरु अब म खाएँ। बिग बाइट जान्छ आज मेरो दरो बिग बाइट जान्छ ल। यसरी खानु पर्यो। चपस्टिकले त्यस्तो प्रोफेसनल तरिकाले खाना आउँदैन तर रहर चाहिँ पुरा गरे है। जे कुरा नि युज टु भएपछि आउने त हो नि साथीहरु हैन। पहिला अलि आउँथ्यो अहिले पिर्सेर हेर्नु न कस्तो गाह्रो भइरहेछ खानालाई। ओ माय गुडनेस चपस्टिकले खानु नजानेर ब्याज त होला है फेरि। माइक युज गरेन है मैले। अब अन्डासँग ल्याम्मा पार्नु पर्यो सबै एकैचोटि। लाजा टेबल त अलिकति लामो पो हुने रहेछ त। दामी भयो साथीहरु। एकैचोटि बिग बाइट। नपकाइ खाने भनेको पोखिहाल्यो नि। झन् युज गरेन झन् जानिदैन रहेछ यो। यति साह्रो त भएको थिएन।
क्रेभिङ पुरा भयो। दामी। फाइनली डन। मिठो भयो। एउटा मात्रै खाएको थिएँ, धेरै पछि खाएर होला मिठो।